सबैमा नमस्कार। आज फेरि पनि एउटा नयाँ भिडियो लिएर म उपस्थित भएको छु। आज चाहिँ मैले अलिकति यो अफिसर लेभल एनआरबी तिर फोकस हौँ भनेर अरु पनि जति पनि आरबीबी एडीबीएल एनबीएल छ उनीहरुको अफिसरको बारेमा पनि हामी कुरा गर्ने छौँ। त्यो भएर यो अफिसरको सिलेबस देखि यसो चर्चा गर्दै जाउँ भनेर सोचेर मैले एउटा यो प्रयास गरिरहेछु। एनआरबी को अफिसरको कुरा गर्दाखेरि मास्टर डिग्री त सब अफिसरको लागि हो। यहाँ पनि त्यस्तै हो, अफिसर मास्टर डिग्री चाहिन्छ। अब एउटा फर्स्ट पेपर छ है, यसमा चाहिँ अब्जेक्टिभ क्वेशन आउने छ। 4 वटा चोइस हुनेछ, एउटामा सिलेक्ट गर्नुपर्ने छ, मल्टिपल चोइस क्वेशन र 90 मिनेट टाइम हुनेछ भनेर यसमा छ सिलेबसमा है। अनि यसको क्वेशन चाहिँ 40 वटा हुनेछ। अब यसमा मलाई लाग्दैन, स्पेशली भन्नुहुन्छ भने मेरो विचारले जसले मास्टर डिग्री पढ्नु भएको छ अलिकति पनि ठिकठाक र अलिकति आफूलाई अपडेट राख्नुहुन्छ, एकाडेमिकली अलिकति वहाँ टचमा बस्नुहुन्छ हैन, +2 ब्याचलर मास्टरको कुराहरुसँग भने उहाँहरुले यसको लागि स्पेशल तयारी गर्नुपर्छ भनेर जस्तो मलाई लाग्दैन है स्पेशली। त्यसैले यो फर्स्ट पेपरको बारेमा धेरै डिटेलमा कुरा गर्नुपर्छ भनेर लाग्दैन। अर्को कुरा सेकेन्ड थर्ड फोर्थ को कुराहरु प्रिपरेसन गर्दा यो फर्स्ट चाहिँ अटोमेटिक हुन्छ है। अर्को यो जुन कुरा छ नि तपाईको फर्स्ट पेपर को जति पनि मार्क्स आए पनि त्यसले खासै तपाईको इम्प्याक्ट पारिरहेको छैन। 40 मार्क्स आयो तपाई पास हुनुभयो, द्याट्स इट। 41 पनि ल्याउनु भयो भने पास हुनुभयो, 90 पनि ल्याउनु भयो भने पास हुनुभयो। त्यो बढी मार्क्स ल्याएर त्यसमा जोडिने होइन। अब बढी मार्क्स ल्याउनु त राम्रै कुरा हो, तर रिजल्ट को हिसाबले कम्पिटिसन को हिसाबले त्यो मार्क्स तपाईलाई सेकेन्ड थर्ड फोर्थमा गएर जोडिने होइन। त्यसैले मेरो हिसाबले यसमा स्ट्र्याटेजी के हुनुपर्छ भने तपाईको फर्स्ट पेपरलाई फर्स्ट पेपरकै हिसाबमा जानुपर्छ भने जस्तो मलाई लाग्दैन है। किनकि फर्स्ट पेपरको कुराहरु अलरेडी हामीलाई थाहा हुन्छ, अथवा सेकेन्ड थर्ड फोर्थ पढ्दाखेरि डाइरेक्टली इन्डाइरेक्टली फर्स्ट पेपरको कुराहरु आइहाल्छ र बेसिक म्याथमेटिक्स देखि लिएर सबै कुरा हामी 9 क्लास देखि पढ्दै आएछौं भने यसमा धेरै दिमाग लाउनु पर्छ भन्ने जस्तो मैले लाग्दैन होला। अब तपाईको कुनै एउटा फिल्ड वीक छ भने त्यसमा फोकस गर्दै पढ्न सक्नुहुन्छ, तर फर्स्ट पेपरको बारेमा चाहिँ कुरा धेरै नगर्दा हुन्छ। बुझ्नुभयो होला आशा छ मेरो कुरालाई। यसो सरस्वती भन्दा इकोनोमिक्स, ट्रेड, इन्डस्ट्री, बैंकिङ एन्ड फाइनान्स, बेसिक म्याथमेटिक्स एन्ड स्ट्याटिस्टिक्स, जनरल नलेज एन्ड आईसीटी स्किल भनेर छ। र यसमा एउटा अरु कुरा के छ भने नेगेटिभ मार्किङ को पनि प्रोभिजन छ है। तपाईको एउटा क्वेशन यदि रङ एन्सर दिनुभयो भने जति त्यसको अंकभार हुन्छ त्यो अंकभारबाट तपाईको 20% अंक कट्टा गरिनेछ। अर्थात कति सही गर्नुभयो कति गलत गर्नुभयो, सही मध्येबाट जति गल्ती गर्नुभएको छ त्यो गल्तीको 20% मार्क्स चाहिँ सहीबाट काटिनेछ। एन्ड देन तपाईको 40 आयो भने ए विल बी पास्ड हैन, तपाई पास हुनुहुनेछ। 40 भन्दा कम आयो भने तपाई पास हुनु हुँदैन है। अर्को अब मेनली यहाँ रिटेन एक्जाम को कुरा गरौँ है। मेन हाम्रो यही छ, मेन यहाँ देखि सुरु छ। अब रिटेन एक्जाम को कुरा गर्दाखेरि यसमा रिटेन एक्जामलाई द्वितीय चरण सेकेन्ड स्टेप भनौं है, रिटेन एक्जाम हुन्छ। अब यसमा फर्स्ट पेपर इकोनोमिक्स, सेकेन्ड पेपर म्यानेजमेन्ट र थर्ड पेपर रिसर्च मेथोडोलोजी, इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी र बैंकिङ लज एन्ड रेगुलेसन भनेर छ। इकोनोमिक्स को पार्ट हेर्दा यसमा धेरै नै छ है। फर्स्ट तपाईको यो एनआरबी भन्ने बित्तिकै इकोनोमिक्स को कुराहरु धेरै आउँछ। अब यहाँ के छ भने 100 मार्क्स र अर्को पनि 100 मार्क्स, 300 मार्क्स हुन्छ तपाईको है थर्ड पेपरसम्म। फर्स्ट सेकेन्ड थर्ड है, रिटेन को फर्स्ट भनेको मैले है। अब यसको लागि तपाईले फर्स्टमा जुन इकोनोमिक्स छ फर्स्ट पेपर पुरै 100 मार्क्स कै इकोनोमिक्स हो।
सेकेन्डमा म्यानेजमेन्ट भन्छ तर भित्र फेरि अब हेरौँला हामी अगाडि भित्र इकोनोमिक्स पनि छ के अरे है। अनि थर्डमा रिसर्च तपाईँको 50 मार्क्सको, आइसिटी 25 मार्क्सको र ब्याङ्किङ लज बाफिया एनआरबी लगायतको कुराहरू जुन छ एएमएल सिएफटी है त्यसको चाहिँ 25 मार्क्स छ। यसरी अब सिलेबस पनि हाम्रो दिमागमा हुनुपर्छ। हामी पढिरहेछ भने सबभन्दा पहिला त सिलेबस नै टिप अफ द टङ हुनु पर्यो। सिलेबस नै छैन भने त के पढाइ है। पहिला त दिमागमा मलाई यो फिगर आउट गर्नु पर्यो, मेरो सिलेबस यति हो, यो पढ्नु छ भनेर है। यसरी हेर्दाखेरि 3-3 घन्टा लेखिरहेको छ है। अब यसमा म कहीँ रङ गरिरहेछु भने तपाईँहरू करेक्ट गर्नु होला कमेन्टमा आएर, तर मलाई यही लाग्छ है। 3-3 घन्टा चाहिँ टाइम तपाईँको तीनटै पेपरमा छ। 100 मार्क्सको रिटन एक्जाम हुनेछ र फर्स्ट इकोनोमिक्समा चाहिँ तपाईँको 4वटा क्वेसन 10 नम्बरको हुन्छ है। 9वटा क्वेसन 5 मार्क्सको हुन्छ। यो 40 र 45 85 भयो र एउटा क्वेसन चाहिँ तपाईँको 15 मार्क्सको हुन्छ। यसरी गरेर 100 मार्क्सको हुन्छ। त्यस्तै सेकेन्डमा म्यानेजमेन्टभित्र तपाईँको त्यही भेराइटीमा हुन्छ है। 4वटा क्वेसन 10 मार्क्सको, 9वटा क्वेसन 5 मार्क्सको र एउटा क्वेसन 15 मार्क्सको। अब थर्ड पेपरको हिसाब हेर्दाखेरि तपाईँको 5वटा क्वेसन 10 मार्क्सको हुन्छ, 5वटा क्वेसन 5 मार्क्सको हुन्छ र 3वटा चाहिँ 5 मार्क्सको। अर्को फेरि यसमा हुन्छ ब्याङ्किङमा, अनि ब्याङ्किङमै तपाईँको एउटा प्रश्न 10 मार्क्सको है। यो ब्याङ्किङ लज एन्ड रेगुलेसनबाट है नै। यसरी गरेर यो 3वटा चाहिँ छ हाम्रोमा। तृतीय चरणको कुरा गर्दा अन्तर्वार्ता हुन्छ। अन्तर्वार्तामा तपाईँको पूर्ण कम्प्लिट मार्क्स भनेको 40 हो। यो पुरा टोटली मौखिक हुन्छ। अब यो त सबभन्दा लास्ट स्टेज भयो। त्यसपछि त तपाईँको यदि नाम आयो भने कम्पिटिसनमा तपाईँ टप गर्नु भने तपाईँको नियुक्ति नै हुन्छ। यसरी हेर्दा यो जति पनि हामी हेरिरहेछौँ प्रथम चरण लिखित परीक्षाको पाठ्यक्रम भनेको यो के हो भने एमसिक्यू है, अनि अब्जेक्टिभ पनि भन्छ यसलाई। यसमा खासै टेन्सन लिनुपर्छ भनेर मलाई लाग्दैन। त्यसैले यसको बारेमा धेरै मैले कुरा गरेन। यहाँ एउटा मोडल क्वेसन पनि दिएको रहेछ है। अब हामी कुरा गरौँ तपाईँको इकोनोमिक्स। अब सेकेन्ड फेज भनौँ, सेकेन्ड फेजको फर्स्ट पेपर भनौँ यसलाई है। यसमा चाहिँ के छ भने तपाईँको 100 मार्क्समा सबभन्दा फर्स्टमा माइक्रो इकोनोमिक्स छ है। अब यसलाई सिलेबसलाई पनि अलिकति याद गर्नुपर्छ जस्तो मलाई लाग्छ है पर्सनली। तपाईँले नलाग्न पनि सक्छ। त्यसैले म यसको सर्टकट पनि बनाएको छु। एमडी होइन, एमडी पिएम मोनेट्री है। एमडी पिएम, एमडी भनेपछि मोहम्मद भनिन्छ नि, मोहम्मद है। त्यसरी गरेर मैले याद गर्ने ट्रिक बनाएको छु। एम भनेको माइक्रो इकोनोमिक्स, डी भनेको डेभलपमेन्ट इकोनोमिक्स र पिएम भनेको प्राइम मिनिस्टर। यसरी याद गर्दा हुन्छ। र एमडी एउटा पिएम भयो, उसँग मोनेट्री, मोनेट्री भनेको पैसा, उसँग पैसा छ भनेर। यसरी 5वटा टर्मिनोलोजीहरू हामीले याद गर्नुपर्छ। अनि 20-15 यसरी याद गर्दा हुन्छ। 20-15 पहिला बढी आउँछ, बिचमा 15 आउँछ, 20-15 20 फेरि 15 है। यो भनेको माइक्रो इकोनोमिक्सबाट 20 मार्क्सको क्वेसन आउँछ। तपाईँको डेभलपमेन्ट इकोनोमिक्सबाट 15 मार्क्सको क्वेसन आउँछ। फेरि तपाईँको पब्लिक इकोनोमिक्सबाट 15 मार्क्सको क्वेसन आउँछ र म्याक्रो इकोनोमिक्सबाट तपाईँको 20 मार्क्सको र लास्ट मोनेटरी इकोनोमिक्सबाट तपाईँको 15 मार्क्सको क्वेसन आउँछ है। अब त्यस्तै तपाईँको यो पाठ्यक्रमको कुरा, सिलेबसको कुरा गर्दाखेरि यो सेकेन्ड पेपर है। अब यहाँ सेकेन्ड पेपर, सेकेन्ड स्टेपको सेकेन्ड पेपर भन्नुभन्दा पनि यहाँ एमआई है, मोनेटरी पछि आई, इन्टरनेसनल इकोनोमिक्स पनि छ 15 मार्क्सको है। यसरी यो 6वटा पार्ट छ तपाईँको इकोनोमिक्स। एउटा 100 मार्क्सको जुन हुन्छ 20 15 15 अनि तपाईँको फेरि 20 फेरि 15 है। यसरी छ है। कहाँ गयो यो, फेरि 15 अनि तपाईँको फेरि 15 है। त यसरी 20 कति कुन भयो, सब 15 नै छ। 20 एउटा म्याक्रो इकोनोमिक्स भयो र एउटा के भयो तपाईँको 20 भने माइक्रो इकोनोमिक्स भयो। माइक्रो र म्याक्रो बाँकी सबै 15 मार्क्सको छ होइन। 15 चौको 60
अनि माइक्रो र म्याक्रो चाहिँ के छ भने 20-20 मार्क्सको छ, 20 दुना 40। यसरी गरेर 100 मार्क्सको तपाईँको सेकेन्ड स्टेजको फर्स्ट पेपर भनेपछि इकोनोमिक्सको सिलेबस चाहिँ छ। अब यसको भित्र पनि हामी चर्चा गर्नेछौँ। अब म्यानेजमेन्टको कुरा गर्दाखेरि म्यानेजमेन्टभित्र जनरल म्यानेजमेन्ट, एचआरएम, तपाईँको फाइनेन्सियल इकोनोमिक्स मैले भनेको थिएँ, यसमा पनि इकोनोमिक्स छ भनेर है, म्यानेजरियल इकोनोमिक्स है। यसरी गरेर यो तपाईँको यसलाई याद गर्न चाहिँ अलिकति सजिलो छ। किन सजिलो छ भने यसमा जस्ट एउटा पेपरलाई 4वटा भागमा बाँडेको छ र 4वटैको अङ्क भार भनेको मार्क्स चाहिँ 25 25 25 25 राखेको छ है। यसरी गरेर तपाईँको अब यसको भित्र सेक्सन ए र सेक्सन बी पनि छ। सेक्सन ए चाहिँ प्योर म्यानेजमेन्ट भनेर यो छ है, अनि सेक्सन बी भनेर छ एउटा है, सेक्सन बी भनेर पनि छ है। त यसरी यो तपाईँको सेकेन्ड पेपरको बारेमा भयो सिलेबस। र त्यस्तै थर्ड पेपरको बारेमा पनि छ। थर्ड पेपरमा तपाईँको रिसर्च छ है, रिसर्च मात्र तपाईँको 50 मार्क्स छ। त्यस्तै आइसिटी 25 मार्क्सको छ र अर्को ब्याङ्किङ लज एन्ड रेगुलेसन्स चाहिँ के छ भने तपाईँको 25 मार्क्सको छ। अब यो सिलेबसलाई एकचोटिमा सरस्वती यसो बोलेको मात्र हो, तपाईँहरूको यादमा ध्यानमा रहोस् भनेर, मलाई पनि ध्यानमा रहोस् भनेर है। अब एक-एकवटा कुरा केलाउने हो भने यसमा टाइमै लाग्छ। अब अर्को भिडियोमा चाहिँ म के गर्नेछु, प्रयास गर्नेछु यो कुरालाई तपाईँहरूमाथि पस्किनलाई। अहिलेको लागि यो भिडियो म यहीँ राख्छु है। अब रिटन, मेनली रिटनमै हामी एउटा टपिकको बारेमा कुरा गर्दै जानेछौँ है। हस्, थ्याङ्क यू।